यो मेरो चाहिँ युट्युब च्यानल हो। 2082 10 महिना आज चाहिँ 21 गते हैन। युट्युब च्यानलबाट बोल्दैछु म चाहिँ हाम्रो नेपालमा नेताहरूको बिगबिगी धेरै छ। युवा केटाहरूले युवा नेताले चाहिँ देशको मुहार फेराउन्, देशको चाहिँ हँसिलो बनाओस्, सिङ्गो नेपालीलाई हँसिलो बनाओस्, देशलाई चाहिँ शुद्धिकरणमा ल्याओस्। नराम्रो निरन्तरमा नल्याउनु परोस् हाम्रो नेपालमा। किनभने देशको लागि युवा प्रधानमन्त्री आउने हो, तर आएको जस्तो गरिदिने हो। भोटलाई सदुपयोगमा ल्याउने हो। भोट हालेको सिङ्गो नेपालले हालेको मतदान सदुपयोगमा ल्याउने हो। किनभने देशमा यस्ता गतिविधिहरू पहिले पुर्खैदेखि नै चल्दै आएको। भारतमा जाने, भारतको गुलामी हुने, खाडी मुलुक धाउने, यो चाहिँ गरिदिनु भएन। अहिलेको यो नयाँ निर्वाचन 2082 11 महिना 21 गते फागुन आउँदो निर्वाचनको हालेको भोटले चाहिँ सदुपयोगमा होस्, सफलता होस् र हामी नेपालीको मुहार नै च्यान्जोस्, देशको मुहार नै च्यान्जोस्, नेपालीलाई चाहिँ खुसीको खबर सुन्नुहोस्। चाहिँ अहिलेको आउने युवाले चाहिँ धेरै राम्रो गर्नुपर्छ। कुनै या नेता हो, कुनै या प्रधानमन्त्री हो, पुरानाले के गर्यो भन्छन्, अब नयाँले के गर्छन् हेर्दै जाउँ। हालेको भोट यदि सदुपयोगमा आएन भोट चाहिँ हालेको भोटलाई सदुपयोगमा गरेर चाहिँ राम्रोतिर ल्याउँ। यदि हालेको भोटलाई जितेर हामी चिन्दैनौँ भन्नेलाई चाहिँ त्यसलाई के गर्नुपर्छ, देशमा नेतालाई पब्लिकले चिन्छ। फेरि हालेको भोटलाई सदुपयोग ल्याएर पहिला भोट छन्छ, हामी चिन्छौँ, हाई हेलो नमस्कार, पछि चिन्दैनौँ भन्ने यस्ता नेतालाई चाहिँ पब्लिकले के गर्छ, सिङ्गो नेपालले के गर्छ हेर्दै जानु। देश हाम्रो देश नेपालमा रोजगारी नेपालमा नै हुन्छ, हुनुपर्छ। देश विदेश धाउने तर जाओलान् त्यहाँदेखिको सीमा हुन्छ। पुरै जग्गा जमिन ताला लगाएर बालबच्चा कहाँ के छन्, आमा बुवा बुढावृद्ध कहाँ छन्, सब छोडेर जानु पर्यो। किन? नेपालमा रोजगारी नभएर, नेपालका नेता ढङ्गा नभएर, नेपालका मन्त्री